हेर्नु न आज हाम्रो बुढा ससुराली जाने बुढो हजुर हजुर कहाँ जान लाग्नु भएको छ म ससुराली जान लागेको बुढी कति वर्ष जान लाग्नु भयो अहिले 1 वर्ष भयो आजसँग किन जानु भएन त धेरै धेरै गहिरो नि ससुराली हेला गर्छन् त्यो भावनाले ठ्याक्क 1 वर्षको त्यत्रो भन्नु म भुलिसके त्यो अघि भने आटा बिचरा ह 1 वर्षको ट्याक्क गएपछि अनि ट्याक्क खसी ससी कटिङ हुन्छ पुरा टक्क पुरा माल मन्जासँग टक्क ट्याक्क बसेर खाइन्छ तर यस्तो गहिरो नि ससुरालीको नि भेल्यु हुन्न आफ्नो पनि भेल्यु हुन्न त्यही भएर म त 1 वर्षको अनि ट्याङ बसेर मजासँग मिठो मिठो गफ गरेर अनि स्याट बसेर खाइएर दसैँको टिको टालो ट्याक्क गरेर अनि स्वाटै घर आइन्छ अनि अर्को दिनबाट गाडी चलाइन्छ मोज मस्ती छ आफूलाई कस्तो भइरहेको त ससुराली जान लागेको अहिले ससुराली जान लागेको राम्रो यस्तो गजबको फिल भइरहेको कि चिसो हावा पानीमा टक्क लाएर माटो पुरा सट्ट हिँडिराखेको छ अनि मलाई यस्तो याद आयो कि तिमीलाई बास मैले पुरा यस्तरी सट्ट पुरा तिमीलाई भगाएर सर पुरा माटो लगाएको पुरा कुराहरू एकदम फिल भइराखेको छ अनि म सट्ट लाएर अब सकको